हेलो साथीहरू, वेलकम टु माई भिडियो। आज बनाऊ बफ मोमो। बफ मोमोको लागि लिएँ मैले मैदा, त्यसमा हालेँ थोरै नुन, तेल अनि पानी। अनि मैले यसलाई मोल्दैछु। डो चाहिँ एकदमै नरम होस् भनेर मैले यसलाई धेरै बेरसम्म मोलेँ। हेर्दा हाम्रो डो पनि रेडी भयो। अनि यसको माथिबाट मैले थोरै तेल हालेर नरम हुनको लागि प्लास्टिकमा राखेर छोडिदिएँ। अनि अब म प्याज काट्दैछु। प्याजलाई पनि मैले एक एक गरी मसिनो हुने तरिकाले काटेँ र हाम्रो प्याज पनि तयार भयो। अब किमाको पालो। किमा र प्याजलाई मैले मजाले मोल्दैछु। मोलिसकेपछि त्यसको माथिबाट हालेँ मैले थोरै नुन, मसला, मोमो मसला, लसुन खुर्सानी अनि जाने दिएँ तेलले। अनि मोलेँ। हाम्रो किमा पनि रेडी भयो। अनि मैले चाहिँ पिठोलाई सानो गोलो बनाएर बेल्दैछु। बेलिसकेपछि अब मैले एक एक गरेर मोमो पनि बनाएँ। हेर्दा हाम्रो मोमो पनि रेडी भयो। अनि मैले चाहिँ यसलाई 15-20 मिनटको लागि पाक्न छोडिदिएँ। हेर्दा हाम्रो मोमो पनि रेडी भयो। मोमो चाहिँ एकदम मिठो भएको थियो साथीहरू, हजुरहरूले पनि बनाएर खानु होला। बाई।